केपी प्रचण्ड सेरे यो तीनटाले सम्हाल्नुपर्छ। केपीलाई अब हामी सिंहदरबारबाट लुचेर भए पनि निकालेर किडनी निकालेर फिर्ता दिन्छौँ। यो प्रतिबद्धता हो। ज्ञानबहादुर विचार र विमर्शसँग लड्न सक्छौँ। डराउनेवाला एक कदम पनि छैन। यही कुरामा आवाज दिन चाहन्छु। अब 77वटा जिल्लामा आम नेपाली जनताहरू अब एक साथ भएर रमेश लेखन पनि चोर, तस्कर, भ्रष्टाचारी चाहिँ के भन्छ मानव तस्कर चाहिँ हो। यिनीहरू चाहिँ पदमा बसेर पदको पावर देखाएर आफ्नो देशको छोराछोरीलाई बेच्ने यस्ता यस्ता नैतिकताहरू भएको नेताहरूले देश चलाउँछ। चोरले चोरलाई होइन म यो चोर हो भन्छ त। चोर मिलेपछि त्यो दुईटै चोर हुन्। त्यो क्लिन चिट दिने पनि काङ्ग्रेसको सरकार पनि चोर हो होइन। अहिले के भन्छ क्लिन चिट पाउने पनि ठग हो नि त। उहाँले हेर्नु जीबी राईसँग मिलेर होइन पुरै तरिकाको ठगेको सहकारी ठगेको कुरा त नठगेको भए भित्र हुन्थ्यो। रवि लामी छाने मात्रै होइन यो व्यवस्थामा त्यो पात्रहरू सबै तरिकाको के हुन्छ भने भ्रष्टाचार। तपाईँ व्यवस्थाकै विरोधी हो? म व्यवस्थाको विरोधी हो। सेरेले कतिचोटि प्रधानमन्त्री बस्यो, केपीले कतिचोटि प्रधानमन्त्री बस्यो, के अरे प्रचण्ड कतिचोटि प्रधानमन्त्री बस्यो। अब यिनीहरूले देश बनाउँछ भने तपाईँहरूले विश्वास छ? भ्रष्टले गर्दा यो देश ध्वस्त भएको। एउटा मन्त्रालय 3 महिनादेखि 6 महिना पास उसले 7 जन्म पुग्ने दलले पैसा कमाउँछ अनि ऊ मन्त्रीमा जान्दैन। हिजो चप्पल पड्काएर आउने मन्त्रीहरू चिल्लो गाडी काठमाडौँमा घर सबै सुविधा किन पाइरहेछ त? एउटा मन्त्रालय कुनै पनि एउटा मन्त्रालय एउटा मन्त्रीले पायो भने उसले 3 देखि 6 महिनाभित्र उसले अरबौं पैसा कमाइदिन्छ। संसदमा जुधे जस्तो गर्छ, लडाइँ गरे जस्तो गर्छ, मिली अब हाम्रो पालो है। त्यहाँ सबै चोरै चोर छ। गृहमन्त्रीको कसरी आयो त? नगरिकन आउँछ? गृहमन्त्रीले गरेको थियो नि त आयो। पुलिस प्रशासन आर्मीले चलाउने एउटा नेताले एउटा युवतीलाई देशको छोराछोरीलाई बेचेर विदेश पठाउने पैसा कमाउने त्यस्तो नैतिकताहीन व्यक्तिलाई चाहिँ देश चलाउनु दिएपछि देश बाँकी रहन्छ। त कालो म कालो ऊ पनि कालो अनि तपाईँको बारे मैले औँला ठहरायो भने म चाहिँ चोखो छैन नि त। यो सरकार कति नालायक छ, यो व्यवस्था कति नालायक छ, कति फोहोरी छ, कति भ्रष्ट छ भन्ने कुरा एउटा दृष्टान्त। रमेश लेखकको कुरा मात्रै होइन, पूर्व गृहमन्त्री बालकृष्ण खाँड अहिले जेलमा हुनुहुन्छ उहाँ होइन। पूर्व गृहमन्त्री रवि लामी छाने सहकारी कार्य मुद्दामा हुनुहुन्छ। रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली। वैदिक आयुर्वेद सेवा प्रणालीमा दिशा घरको जुनसुकै समस्या निको बनाउन सम्भव छ। तपाईको र गृहमन्त्रीको नाम ठ्याक्कै मिल्दो रहेछ त। के मिजी हो क्या हो? होइन उहाँ भ्रष्टाचारी हो, म चाहिँ के हुन्छ भने एउटा जनताको छोरा हो। कसरी भ्रष्टाचारी फेरि वकालत गर्नुभयो? उहाँको पुरै तरिकाले एउटा नेपाल सरकारको गृहमन्त्री जस्तो पदमा बसेर होइन दिनको 50,000 कमाउने त आइरहेको नि त। हजार होइन लाख भन्छन् मान्छे। होइन 50 लाख कमाउने आइरहेको छ होइन। उहाँले के भन्छ भने चाहिँ यो त्रिभुवन विमानस्थलबाट मान्छेहरू युरोप पठाउने होइन। यो देशमा के यो देशको रक्षा गरौँ भनेर त्यो होइन, यो देशमा रोजगारी गरौँ भनेर विदेशमा युरोपमा पठाउनु पर्छ भनेर त्यहाँभित्रका उच्च पदाधिकारी लगायतको मिलोबत्त गरेर उहाँले नेपाली नागरिक नेपाली युवाहरूलाई बेच्ने काम गर्नुहुनु भयो। उहाँ जस्तो रमेश चाहिँ होइन। तर काङ्ग्रेसको बैठकले दोषी होइन क्लिन चिट दिइसक्यो भन्यो। काङ्ग्रेसको यस्तो हो क्या, चोरले चोरलाई होइन म यो चोर हो भन्छ त। चोर मिलेपछि त्यो दुईटै चोर हुन्। त्यो क्लिन चिट दिने पनि काङ्ग्रेसको सरकार पनि चोर हो होइन। अहिले के भन्छ क्लिन चिट पाउने पनि रमेश लेखन पनि चोर, तस्कर, भ्रष्टाचारी चाहिँ के भन्छ मानव तस्कर चाहिँ हो। मानव तस्कर। अब तपाईँले यसरी ब्लेम लगाउनु भयो, युवाहरूको मूल्य चाहिँ कति राखेको रहेछ त? अहिले छरपष्ट भयो नि त होइन? हो, युवाको मूल्य 50 लाख। एउटा युवा एक दिनमा 50 लाख अनि एक दिनमा 2200 बाहिरिन्छन् यहाँबाट मान्छे होइन। जनताको छोराछोरीहरूलाई हेर्नुहोस् होइन, पढ्नको लागि, स्वास्थ्यको लागि, बिहान बेलुका खानको लागि हम्मे छ भनेपछि होइन हामीलाई के हुन्छ भने 500 रुपियाँ कमाउन धौधौ छ भनेपछि 50 लाख भन्ने कुरा। अब यो गृहमन्त्री हेर्नुहोस् त, यो व्यवस्थाको गृहमन्त्री कति नालायक छ, यो सरकार कति नालायक छ, यो व्यवस्था कति नालायक छ, कति फोहोरी छ, कति भ्रष्ट छ भन्ने कुरा एउटा दृष्टान्त। रमेश लेखकको कुरा मात्रै होइन, पूर्व गृहमन्त्री बालकृष्ण खाँड अहिले जेलमा हुनुहुन्छ उहाँ होइन। पूर्व गृहमन्त्री रवि लामी छाने सहकारी कार्य मुद्दामा हुनुहुन्छ। त्यो लगायतका विभिन्न किसिमका रवि लामी छाने पनि ठग हो नि त। उहाँले हेर्नु न जीबी राईसँग मिलेर होइन पुरै तरिकाको ठगेको सहकारी ठगेको कुरा त नठगेको भए भित्र हुन्थ्यो। तर यस्तो रवि लामी छाने मात्रै होइन, यो व्यवस्थामा त्यो पात्रहरू
सबै तरिकाको के हुन्छ भने भ्रष्टाचार। तपाईँ व्यवस्थाकै विरोधी हो? म व्यवस्थाको विरोधी हो। के चाहिन्छ देशमा त्यसमा? यो जनताको व्यवस्था चाहिन्छ। कस्तो व्यवस्था हुनु? जनतामा यही देशमा रोजगारी होस्, यही देशमा के हुन्छ भने स्वास्थ्य निःशुल्क। त्यसको लागि कुनै व्यवस्था त चाहियो नि त। चाहिन्छ, त्यो भनेको संस्था चाहियो। नेपाली विशेषताको समाजवादी व्यवस्था चाहिन्छ होइन। यो भनेको अहिलेको पुँजीवादी व्यवस्थाले त मान्छे बेच्दो रहेछ नि त, युवाहरू बेच्दो रहेछ नि त, श्रम बिनाको पैसा गर्दो रहेछ नि त। श्रम बिनाको पैसा रातादिन पुरै तरिकाले होइन, एउटा पुरै रातादिन कसरी कमाउन सकिन्छ, बिना श्रमको पैसा कमाउन सकिन्छ भन्ने। अब गृहमन्त्रीले राजीनामा दिने सङ्केत त देखिएन। गृहमन्त्रीले राजीनामा दियोस् या नदियोस् यताउति गरेर यो व्यवस्थै खत्तम छ भने गृहमन्त्रीको कुरा नगर्नु न तपाईँ। यो व्यवस्था नै के हुन्छ भने जनताले फाल्नुपर्छ क्या। जनता, म त भन्छु हेर्नु, जनता पनि भ्रष्टाचारी छ हेर्नु। मिले जनता पनि भ्रष्टाचारी। किन जनता भ्रष्टाचारी भनेपछि अब भोट कस्तो मान्छेलाई दिन्छ, त्यो भ्रष्टाचारीलाई दिँदैन। मासु भात खाँदैन, मासु भात खाएर एक दिन हेर्नुहोस् होइन, एक दिन आएर पुरै तरिकाले आश्वासन बाँड्दैमा जनताले भोट दिन्छ। वरिपतिको सबैभन्दा अझ भ्रष्टाचारी भनेका कार्यकर्ताहरू होइन, माथिखेर त्यो फलाना योजना हाल्दे, फलाना दाई भनेर वरिपरि झोलासोला बेचेर बोकेर होइन, उनीहरूले के हुन्छ भने सबैभन्दा भ्रष्टाचारी भन्ने नेतालाई भ्रष्टाचारी बनाउने भनेको अहिलेको यो व्यवस्थाभित्र जनता र कार्यकर्ता हुन्। नेपालमा युवाहरूलाई बस्ने वातावरण भएन त्यसो भए। यो व्यवस्थाले त नेपालमा युवाहरूलाई त भौतारी पानी मिनाको माछा जस्तै मरुभूमिको एउटा छ नि, मरुभूमि जस्तै बनाएको छ नि त। त्यो भनेको पुरै नै मुठ्ठीभर तरिकाका 10% पुँजीपतिहरूले सबैको के भन्छ भने पैसा होइन, पुरै पैसा अनियमित तरिकाको सङ्कलन गरेको छ। अनि जनताहरूलाई धौधौ छ नि त। अहिले जनताहरू पुरै तरिकाले भिख माग्ने, पुरै जनतालाई बिहान के खाउँ बेलुका के खाउँ, श्रम गरे पुग्दैन। उनीहरूको के हुन्छ भने उत्पादन गरेको पनि बिक्री हुँदैन होइन। पुरै तरिकाले इन्डियाबाट आयात भएको छ, विभिन्न देशबाट आयात गरेर यो देशमा अनि सुयो बन्दैन। अनि कहाँबाट कमिसनको खेल हो त्यसो भए? यो पुरै तरिकाले दलाल पुँजीवादको खेल हो, कमिसनको खेल हो। हेर्नुहोस्, हरेक पत्रकार होस् ती पनि चोर छन् होइन। हरेक किसिमका के अरे मानव पुरै तपाईँ पत्रकार र मिडिया अगाडि बोलिरहनु भएको छ होइन। पत्रकारका मिडियाको अगाडिबाट सबैजनालाई भन्न सकिन्न। पत्रकारहरू पनि चोर होइन, न्यायालय पनि चोर, प्रशासन पनि पुरै भ्रष्ट तस्कर चोर। अनि यो सबैको मिलोमतमा के हुन्छ भनेपछि यो देशका युवाहरूलाई बेचिरहेका छन्, यो देशका जनताहरूलाई भरम छडिरहेका छन्। यो देशका के हुन्छ भनेपछि पुरै पीडितहरूलाई न्याय दिन सकेका छ, हरेक पीडितहरूलाई न्याय दिन सकेका छ यो व्यवस्थाले। तपाईहरु संसद भवन घेर्न तयार हो त्यसो भए? संसद भवन घेर्न होइन, उस्तै पर्यो भने जनता जाग्यो भने संसद भवनलाई ब्यारेक बनाउन सकिन्छ। युवाहरूले बुझ्नुपर्छ, संसद भवनलाई ब्यारेक बनाउनु पर्छ। यति ताकत राख्छन्? त्यो राख्नुपर्छ। नराखेपछि त स्थिति त यही त हो त। स्थिति भनेको विदेशीको अहिले आधुनिक तरिकाको दासहरू बन्ने त हो त होइन। अहिलेका दासहरू आधुनिक दास बनाएर नेपाल सरकारले, नेपालको यो व्यवस्थाले युरोपहरूमा, खाडीहरूमा होइन, विभिन्न किसिमको के अरे त्यो देशहरूमा त्यहाँ बेचिरहेको छ नि। अझ पैसा दिएर बेचिरहेको छ हेर्नुहोस् होइन। अझ त्यो होइन, यति पीडित छन् मान्छेहरू, यति पीडित छन् होइन। तँलाई पुरै फलानो देश पठाइदिउँला, तँलाई अमेरिका पठाइदिउँला, तँलाई पुरै युरोप पठाइदिउँला, तँलाई के हुन्छ भने जापान पठाइदिउँला भनेर यति किसिमका के हुन्छ भने युवालाई ठगिरहेछ होइन। ठग्ने धन्दाको के हुन्छ भने विकास भएको छ। बिना श्रमको पैसा असुलले रातारात तरिकाका हेर्नुहोस्, यी ठगहरूका त भ्रष्टाचारीहरूका श्रीमती पनि भ्रष्टाचारी, यिनीहरूका छोराछोरी पनि भ्रष्टाचारी। यो पुरै तरिकाले भ्रष्टाचार गरेरै यिनीहरूको के भन्छ जीविका। यिनीहरूको श्रीमतीहरूलाई हाम्रो श्रीमान कसरी राम्रो भन्ने होला के होइन। सबैभन्दा श्रीमतीलाई थाहा हुन्छ नि त, मेरो श्रीमान कस्तो भन्ने कुरा श्रीमतीलाई थाहा हुन्छ होइन। यी श्रीमती पनि पुरै भ्रष्टाचारी। छोराछोरी हेर्नुहोस्, आइफोन चाहियो, विभिन्न किसिमका महँगा गाडी चाहिए, बाइकहरू चाहिए। यी छोराछोरीहरूलाई पनि भ्रष्टाचार गर्न सिकाए यी दलालहरूले, संस्कार सिकाए हो। यो संस्कारको अन्त्य अब हाम्रो पुस्ताले चाहिँ त्यो के हुन्छ भने बुझ्न जरुरी छ, अध्ययन गर्न जरुरी छ। अनि के हुन्छ भने चाहिँ एउटा नेपालमै यस्तो किसिमको के हुन्छ भने चाहिँ सबै नेपालीले आफू नेपाली भएर गर्व तरिकाले यही देशमा केही गर्ने, यही देशमा मर्ने, विश्वमा हाम्रो देश होइन, हाम्रो देशको के हुन्छ भने चाहिँ उच्च तरिकाको हाम्रो शिर ठाडो गर्ने किसिमको यही देशमा के हुन्छ त्यस्तो किसिमको सिस्टम र व्यवस्था, जनताको व्यवस्था। हस्, धन्यवाद। जोसँग किडनी छैन नि, कसको किडनी लिएर त्यसले चलाएको छ भोक चलान हो, त्यही फटाले चलाएको। व्यक्ति किटान गर्न चाहन्न म। आज देश कसले चलाउँदाखेरि बिग्रिरहेछ? अपाङ्ग। अब मेरो
78 वर्षको बाउले मलाई धनी बनाउँछ भनेर सोध्नु गलत हो क्या? आम नेपाली जनताले बुझ्नुपर्छ। अब चाहिँ वैज्ञानिक युग आयो, वैज्ञानिक विचार आयो, समाजवादको क्रान्तिमा जानुपर्छ अनि रूपान्तरण हुनुपर्छ र अहिले परिवर्तनकारी जति पनि हामीले सामाजिक सञ्जालमा अभियान त बनेर हिँडिरहनु भएको छ साथीहरू। अनि विभिन्न पार्टीको दलमा चाहिँ आज देशको विथिति देख्दा देशको अवस्था देख्दाखेरि सबैले दुःख लागेको छ क्या। युवाहरूमा त परिपक्वता भएन भन्छ नि त। परिपक्व हुनको लागि यो फटाई मिलेर खाइसके के हुन्छ? हजुर होइन उहाँ हामी जस्तै हो। उहाँ स्वतन्त्र व्यक्ति हो, उहाँसँग हामीले घोचपेच गरेको छैन। उहाँ बाँच्दाखेरि म पनि बाँच्नुपर्छ। आम नेपाली नागरिक स्वतन्त्र भएर बाँच्ने अधिकार यो नेपाल फटा सरकारले गरिदिनु पर्यो क्या। यो चोर सरकारले गरिदिनु पर्यो। किर्ते काम गर्नु भएन, नाम पनि किर्ते काम पनि किर्ते हुन्छ। यो हुने स्वाभाविक कुरा हो। हजुर म सधैँ इमानदार, मेरो खोल्नुहोस्, मेरो ब्याकग्राउन्ड सबै हेर्नुहोस्। मेरो केही पनि होइन। म सोझा गरिब सडकको सर्वहारा वर्गको मुक्तिको लागि हिँडेको व्यक्ति हो। म देश बनाउन हिँडेको मान्छे हो। मलाई यसरी प्रश्न नगर्नु होला। देश बनाउन हिँडेको मान्छे हो। मृत्युसँग लड्न तयार छौँ। तर केपीलाई अब हामी सिंहदरबारबाट लुचेर भए पनि निकालेर किडनी निकालेर फिर्ता दिन्छौँ। यो प्रतिबद्धता हो। ज्ञानबहादुर विचार र विमर्शसँग लड्न सक्छौँ। डराउनेवाला एक कदम पनि छैन। यही कुरामा आवाज दिन चाहन्छु। अब 77वटा जिल्लामा आम नेपाली जनताहरू अब एक साथ भएर परिवर्तनको सङ्घारमा आउनुपर्छ। सुरुवात यहीँबाट हो। तपाईँ आमाको पेटबाट जन्मिँदै कख सिक्नु भएको थिएन। तपाईँले यो मिडियामा आज यो माइक समाउनु भयो नि मिडियाको, के आमाको गर्भबाट सिक्यो हो तपाईँले? सडकबाटै सुरुवात हुन्छ। देश बनाउने सडकबाट हो। कहिले जानुहुन्छ संसद भवन? ठ्याक्कै भन्नुस् है। हेर्दैछौँ, देख्नुभयो होला। अब 32 लक्षको क्षमता वैज्ञानिक पद्धतिलाई पनि हामी आध्यात्मिक ज्ञानबाट घुमाएर भए पनि हाम्रो 32 सिट लक्षण हो। यो आध्यात्मिक ज्ञान सोध्नुहोस्। अब सरकारले तपाईको यो भिडियो हेर्छ, त्यसपछि तपाईँ भोलि फेरि उतै होला। मिसन गन बोक्न तयार हुन्छु, तर देशको लागि साँच्चै जङ्गल पस्नु पनि तयार हुन्छु। यो कुरा हेरेर राख्नु केपी ओली। तिमी जस्तो फटा तस्करलाई म आत्मघाती बम हान्छु भनेर मैले बोलेको पनि छु। हान्न तयार हुन्छु। यो नेपाली 3 करोड जनताको लागि अझै पनि यो तस्कर सरकारलाई अझै घोर्ने ठग्न लगाइकन छोड्ने छैन। यो कुरा प्रतिबद्धता गर्छु। मलाई कुनै चिजको लोभ पनि छैन। राज्यको विरुद्ध, सरकारको अपङ्ग विरुद्ध, भ्रष्टको विरुद्ध, तस्कर किर्ते फटा जाली अनि स्यापले कुरा गरेर देश बिगार्न पाइन्छ? आज यो 3 करोड नेपालीले सुख र समृद्धिको बाटोमा उभ्याउनुपर्छ जनतालाई। अनि जनतालाई एउटा नागरिकता र पासपोर्ट भन्दा छैन जनता। अनि आज जनता कुन अवस्थामा छ बुझ्नु भएको छ? अनि वृद्ध भत्ता दियो भन्छ। आम युवा जति बेरोजगार कसले बनाएको? आमा भ्यू टावर बनाउने ठाउँ ठाउँमा मेरै गाउँको कुरा गरौँ। पारिपट्टि भ्यू टावर छ, यतापट्टि नगरपालिकाभित्र जनताले खाने पानी पाएको छैन। हैन युवाहरू त युवाहरू त उडायो अरे। खास उडाउनु पर्ने ठ्याक्कै कसलाई हो? उडाउनु त केपी उडाउनु पर्ने हो नि। यो त रावण हो नि। अब यसको नाइटोमा हान्न बाँकी छ। तपाईँहरूले महाभारत पढ्नु भएको छ, रामायण किन मर्न तयार हुन्छु, झुन्डिन तयार हुन्छु, तर केपीलाई झुन्ड्याउने तरिका हामीलाई अपनाउँछु क्या। मित्र डराउनेवाला छैन, कुनै चिजको लोभ छैन। किन तपाईँ डर लागिहाल्छ नि? तपाईँ कसैको बिचौले हुन पनि सक्छ, त्यही भएर डर लाग्यो। तपाईँ सत्य र यथार्थमा छ भने तपाईँ डराउँदैन। बुझ्नुभयो नि? तपाईँलाई जिउने बाटो म दिन्छु भने मलाई जिउने बाटो पनि तपाईँले दिने। किन डराउनु? अब सत्यको लागि हामी डराउनुपर्छ? कलियुग होइन, यो वैज्ञानिक युग हो। अब गृहमन्त्री राजीनामा हो। निर्णय गर्नुहोस् तपाईँ। गृहमन्त्री राजीनामा दिएनन् भने के हुन्छ ठ्याक्कै भन्नुहोस् है। अब चारैतिरबाट हेर्छौँ, यसलाई कुनै हालतमा हामी निकालेर छोडिदिन्छौँ। उहाँको मात्रै यो पुलिस प्रशासन उहाँको होइन क्या, तपाईँ हाम्रै हो। उहाँको धनी मान्छे हो र? उहाँलाई आज किन यहाँ लट्ठी र चाहिँ अब बन्दुक लिएर यहाँ उभिया भन्दा ऊ फटालाई हामीले निकालेर फाल्छ भनेर उहाँको सेक्रेटरी दिनुभयो हो क्या। उहाँ हाम्रै लागि सुरक्षामा आउनुभयो। हामी सुरक्षाकर्मी मित्रहरू र म मिडियाकर्मी साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने अब देश वैज्ञानिक विचार र वैज्ञानिक पद्धतिबाट अब नयाँ रूप लिएर आर्थिक समाजवादको क्रान्तिमा हामी अगाडि बढ्नुपर्छ। यही शब्द राख्दै मेरो विचारहरू यहीँ राख्छु। हस्त, धन्यवाद।
सीता ढकाल गैँडाकोट 1 नम्बर। मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने, पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने। सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन। त मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएका खबरहरू मैले धेरै सुनेकी थिएँ। अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ। हाम्रो लागि यो भगवानले दिएको वरदान हो भन्छु कि मैले। भगवानले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली